नमस्ते शुभबेनी सबैमा मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र आजको हाम्रो यात्रा चाहिँ छात्री डाँडा रहेको छ। छात्री डाँडाको भिडियो चाहिँ मैले अलरेडी मेरो च्यानलमा हालिसकेको छु। तपाईँहरूले गएर हेरिदिन सक्नुहुन्छ। फेरि पनि आज चाहिँ सबै केटाहरू मिलेर जाउँ न त। आज छात्री डाँडा भनेपछि यात्रा सुरु गरेको हो। हामी 5 जनाको ग्रुप 5 जना केटाहरू जाँदैछौँ। अब भिडियो हेर्दै गर्नुहोला। धन्यवाद। हाम्रो 3 जना केटाहरू चाहिँ अगाडि राइडिङ हान्दैछन् पुरै चिल पारामा होइन। हेर्दै गर्नु होला भिडियो। अहिले चाहिँ हामी माथि यो बुर्जारको यता सेलेफ टर्न गर्न पुग्यौँ। अब बिस्तारै बिस्तारै हामी माथि जाँदै गर्छौँ। तपाईँहरू हेर्दै गर्नु होला। मलाई साथ सपोर्ट गर्दै जानु होला। अहिले चाहिँ हामी माथि बुर्जारतर्फ लागिसक्यौँ। अब यसैबाट चाहिँ हामी माथि हावा भन्ज्याङमा पुग्छौँ। त्यहाँ हावा भन्ज्याङपछि चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ। अब त्यो त्यहाँ पुगेपछि थाहा भइहाल्छ नि। अहिले चाहिँ हामी रूपनारायण स्कुल कटेर हावा भन्ज्याङतर्फ लाग्दैछौँ। हाम्रो यात्रा जारी छ। अब यसमा चाहिँ यता चाहिँ यो घर चाहिँ मेरो हजुरआमाको घर हो। यता बुर्जारमा अब घरमा कोही हुनुहुन्न रहेछ। त्यसपछि हामी लाग्यौँ। यता अगाडि चाहिँ बुर्जाहरूको बहिनीहरू पनि माथि छात्री डाँडाको लागि हिँडेको रहेछन्। हामी पनि जाँदैछौँ र अहिले चाहिँ हामी यहाँ यता यही हावा भन्ज्याङमा आइपुगिसक्यौँ। अब यहाँबाट चाहिँ माथि जाने बाटो छैन। अब यहाँबाट चाहिँ पैदल यात्री गर्नुपर्ने हुन्छ। सो हामी चाहिँ अब बाइक यता साइड लाएर अब यहाँबाट यात्रा पैदल यात्रा सुरु गर्नुपर्ने भएकोले बाइकलाई यता पार्क गरेर अब यहाँबाट हामी चाहिँ हिँड्छौँ। केटाहरू पुरै जोसमै छन् होइन। अब यसैबाट यसै जोस जागरमै अब माथि पुग्नुपर्छ। अब यहाँबाट चाहिँ लगभग 1.5 घन्टा 2 घन्टा अब जति पनि टाइम लाग्न सक्छ। अब त्यति टाइममा चाहिँ अब त्यसपछि हामी माथि पुग्छौँ। र यहाँ चाहिँ हावा भन्ज्याङको बोर्ड लगाएको छ। र अब यहाँबाट चाहिँ हामी 1.5 घन्टा अब 2 घन्टाको जतिको बाटो चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। ल ल ल केटाहरूको जोस चाहिँ छकै छ। यता राजु मास्टरको जोस, यता दिपक दाई, सुनिल भय अनि सूर्य रुम्बा। ल केटाहरूको जोस चाहिँ छकै छ। अब हामी यसै जोसमा अगाडि झर्ने नै छौँ। यता यो बुर्जारको भ्यू देख्न सक्छौँ होइन। हामी ठ्याक्कै माथि डाँडामा आइपुग्यौँ। यसले बोलेको कुरा के खाला भन्छ यस्तो। त्यसलाई अगाडि पठाउनु क्यामेराम्यान। हामी त पछाडि हिँड्ने रमाउँदै। ओइ 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 बोलेको हेर बोलेको यसले। ल ल ल जम जम जम। ओइ बल्ले 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 सब बल्ले बल्ले पार्टी छ। ल एउटा सिरियस बोय अगाडि छन्। खै खै उ ग ग पछाडि हाम्रो सुनिल भाइ। ल अहिले चाहिँ हाम्रो सूर्य रुम्बाले भिडियो खिच्दैछन्। अब म चाहिँ अगाडि अगाडि हेर्दैछु केटाहरूसँग। फलो भिडियो बनाउँदै जानेछौँ हामी माथि यो जङ्गलको यात्रा हुँदै माथि छात्री डाँडा जानेछौँ। तलबाट बहिनीहरू पनि आउँदैछन्। अब हामी चाहिँ अगाडि अगाडि बढिरहेछौँ केटाहरू होइन। ल अब भिडियो हेर्दै गर्नु होला। अब मन पर्यो भने सब्सक्राइब पनि हानिदिनु होला भन्न चाहन्छु होइन। हाम्रो यात्रा जारी नै छ। केटाहरू अहिलेसम्म चाहिँ जोस जागर हराएको छैन। फेरि जोस जागर छ केटाहरूको पुरै।
चाहिँ अघि नै हामीले बाटोमा भेट भएको बहिनीहरू अब उनीहरू चाहिँ क्यामेरा अगाडि आउन अलि अप्ठ्यारो मानिरहेको थियो अब केही हुँदैन हौ भनेपछि चाहिँ बहिनीहरू पनि अगाडि बढ्न थाल्यन् र अगाडि पुरै जोस छ बहिनीहरू पनि हिँडेका छन् लु अब चाहिँ राजु काकाको भ्लग सुरु हुन्छ है त रुम्बाले भाइ के छ त ओइ ओभर ट्याक सुनिल भाइ छ ल दिपक दाइ एकछिन एकछिन ल के भन्नु पर्यो के एकदम खुसी छु आज आएको छु होइन यो हाम्रो एकदमै मेमोरेबल भ्लग जसरी छ ल अहिलेसम्म चाहिँ केटाहरूको जोस छ है फेरि जोस चाहिँ छ केटाहरूमा कौन है ये लोग कहाँ से आते हैं ये? अब की बार पालन सरकार अयो छिजो के हामी कहाँ हिँड्छ रे घन्टी बजाउन भने मन्दिर गतिर घन्टी मलाई कहाँ साथी ओए तिनजना हिँड्न मिल्छ यो बाटोमा बाटो चाहिँ राम्रै छ पाथिभरा मन्दिरको एकदम राम्रो छ तर टु खासी गर्छ अहिले दौड्यो भने खाना भने नथिच्दैन हेत्तेरिका नौलो प्लेट लिएर हिमाल धरे एकछिन विश्राम गर्ने क्या गङ्गो छ कता माथि आम्मामा डाँडा पुग्नुपर्छ रे यहाँ यहाँ हिँड्दो नि हुआ तपाईँ गयो भने जानु पुग्नेछ नि त यहाँ चाहिँ सेल्फी डाँडा भनेर ठाउँको नाम राखेको रहेछ सेल्फी डाँडा खै सेल्फी हान पोज पोज पोजै पोज खै 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 ल गाइस सेल्फी बस्ने थाहा छ तपाईँहरू गर्लफ्रेन्ड लिएर बुढीले लिएर यसो आराम गर्दा बस्न मिल्छ ल आउनुहोस् पसल लाने ठाउँ अर्कोचोटि बुढी ल्याएर यहाँ पसल राखेर बस्नुपर्छ म रमाइलो छ केटाहरूलाई रुममा खाइ खाँदै एक्लै मलाई हुआ रुम्बाले चट्याइहाल्छ नि हामी भने हामी हो क्या तिमीहरूले यहाँ पुग्नु जल्दी हाल सेल्फी डाँडाबाट हामी यता हिँडेर आउँदाखेरि चाहिँ बाटोमा देउराली आइपुग्यौँ देउरालीमा केटाहरू फुल चढाए अब त्यो सब यहाँबाट प्रस्थान सुरु गऱ्यौँ हामीले अब यताबाट चाहिँ फेरि अब देउरालीबाट हामी चाहिँ लाग्दैछौँ उहाँ चाहिँ दिपक सिंह रुम्बा हुनुहुन्छ अब भनौँ न जसले चाहिँ यो माथि छात्रे डाँडामा रहेको पाथिभरा दिव्यधामको खोज तलास अब भनौँ न सुरुवात गर्ने मान्छे चाहिँ उहाँ नै हुन् 9 बजे पुग्छ होला 9 बजे वाउ रातै फुलेको गुराँस पालै पालो आम फिरेर फिर हजार 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 लाम लाम अब यार टाँगा जाउँ टाँगा थियो ल
के छ भाइ रैया ये चाहिँ abang mida siya na nga de simulan berapa aman male lebih simulan sahab ka सुरुरुरुरु डाँडा आराम डाँडा चल रे ओइ फ्यालाउ थिरे ठ्याक्कै अहिले चाहिँ हामी आराम डाँडा यहाँ आराम डाँडा काटेर हिँडिहाल्यौँ अब त्यस्तै 20-25 मिनट लाग्छ भन्ने खबर सुनेको छु केटाहरू उत्साह चाहिँ उत्साह छ सब्जी के लागेको छैन केटाहरू निन्द्र सिन्द्र भागेको छ नि त ल भिडियो मन परिरहेको छ भने सब्सक्राइब हान्ने लाइक हान्ने के छ सबै हान्ने ट्याङ लगाएर घन्टी ठोक्दै त्यहाँ छेउको नाच्दैन ओइ त्यतिको उ त के डाँडो त्यो त्यो चुवार खानी पेचुवार ओ छेउै रात लाने ला तारा ओइ 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 गोली भन्दा तिम्रो या जन्मारा ओइ ओइ लाई कहीँ उता हामीले दिदीहरू बहिनीहरू पनि भेटेका थियौँ अब पछाडि बस्दैछन् उनीहरू हामी चाहिँ ट्याक्क लगाएर अगाडि हिँडिहाल्यौँ उत्साह सहित होइन बिस्तारै हिँड्ने हो चिला हाल्ने हो सुनिल भाइ केही बोलेको छैन त यार के हो भाइ यार बोल न यार ओरे ओरे लाली गुराँस तर्नै छ नि ओहो ओ माई गॉड कहाँ पुग्नुपर्छ कहाँ हामी खोइ यो डाँडा जानुपर्छ है माथि डाँडा आमामा ल डाँडा यही डाँडा चढेर जानुपर्छ इफ यु वान्ट टु कम होइन अब पाथी भएर छात्री डाँडा भनेर आउन सक्नुहुन्छ यहाँ माथि एकदम रमणीय ठाउँ छ होइन दिव्यधाम छ सबैजना आउन सकिन्छ हान्दरुम्बा के अरे सूर्य भाइ अनि यहाँ लाली गुराँस झरेर लटरम्म रातै रातो भएको छ यी बाटो पनि यस्तो छ नि ओ माई गॉड ल यस्तो पुरानो पुरानो यो रुख पनि छन् है लौ त लौ केटाहरू अघिसम्म चाहिँ उफ्रिरहेको थियो अहिले त पुरै झल्लो टाइपमा भएर गइसकेको छ लामो समयको यात्रा हिँडाएपछि चाहिँ फाइनली नजिक आइपुग्यौँ हामी र अहिले चाहिँ हामी पाउपाथीबाट आइपुग्यौँ हरे बिजोक यहाँसम्म आइपुग्दा चाहिँ थकान धेरै भएर हरे बिजुक नै भयो त्यही भएर एकछिन रेस्ट गरेर हामी यहाँबाट चाहिँ माथि जान्छौँ अहिले हामी लगभग ट्याक्क छाता माथि आइपुग्यौँ 2-3 मिनटमा पुगिन्छ हिँड्नु पऱ्यो नि भाइ अल्छी मान भन्छ यस्तो जवानीमा हामी त हिँड्दैछौँ है अल्छी लागेको कुराहरू यस्तो कुरो नगर्नु ल्याएन सम्झिनु पनि काम हामी चाहिँ यहाँ आइपुग्यौँ ल आइपुग्यो फेरि केटाहरूको जोस के हो जोस पाथीभरा माता की पाथीभरा आमा की पाथीभरा आमा की जय पाथीभरा आमा की जय पाथीभरा आमा की जय जय घन्टी जय घन्टी औ त्यहाँ लाली गुराँस अगाडि
कस्तो दामी देखिरहेछ है गाइज फाइनली हामी आइपुग्यो है गाइस आइपुग्यो है भिडियो चाहिँ नछुट हो केटा ओरिजिनल अर्गानिक मासु त ल टनपट्टि रहेछ नि त यहाँ माथि माताको जय जयकार गरेर हामी चाहिँ तलपट्टि गुफा भएको ठाउँतिर लाग्दैछौँ। यता तलपट्टि हिँडेर आइसकेपछि चाहिँ हामी यहाँ छत्रेश्वर महादेव गुफामा आइपुग्यौँ। हामीभन्दा अगाडि बहिनीहरू भएकोले पहिला गुफाभित्र उनीहरूलाई जान दियौँ। अब पालै पालो गरी हाम्रो राजु काका राजु मास्टर चाहिँ गुफाभित्र छिर्दैछ। ल छिर्दै नै गयो हो छिरिहाल्यो। अब यसै गरी हामी चाहिँ पालै पालो गुफाभित्र जानेछौँ।
गुफाभित्र पूजा सकेपछि चाहिँ हामी गुफाबाट बाहिर निस्किँदै छौँ र सूर्यले अगाडि गएर भिडियो खिच्न लागेर चाहिँ म चाहिँ पछाडि आउँदैछु हेर्दै गर्नलाई। अब म चाहिँ गुफाबाट बाहिर निस्किँदैछु अनि मेरो पछि चाहिँ सुनिल भाइ पनि मोबाइलको टर्च बालेर आउँदैछ। कत्लेहरू दुवैजना कत्लियो। ल हामी चाहिँ पूजा सुजा गरेर यता निस्केर आउँछौँ। आज भोज खान जाने, भोज खान रसाबाले जितेको भोज खान जाने। जाउँ ल खाजाना जाउँ न त ल। बसौँ 10 मिनट बोकेर मलाई चाहिँ नाच्न आउँदैन, बस यतिकै हालेको मात्र है फेरि। अब चाहिँ हामी खाजा बनाउनुतिर लाग्यौँ। आज चाहिँ हाम्रो चटपटाइ हो, अर्ग्यानिक चटपटाइ भने के भनौँ। अब चटपटाइको लागि सामग्री चाहिँ हामीले तलैबाट ल्याएको थियौँ र यो चटपटाइ बनाउन हाल्नको लागि चाहिँ बाटा र यो म्याटहरू चाहिँ हाम्रो यहीँ बस्नुहुने बाजेले उपलब्ध गरेर दिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद। अब चाहिँ हामी खाजा बनाएर खान्छौँ है त। हामीले खाजा बनाइसकेका छौँ गाइस, यता देखाउनु ल गाइस। हामीले चटपटी रेडी हुँदैछ। चटपटी होइन
हामी फर्केको अवस्था ओइ 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 ल अगाडि बहिनीहरू पनि छन् अगाडि एउटा क्यामेराम्यान छ के छ भाइ लाली क्रस टिन्नुपर्छ पर्दैन ला नानी त भाइ हेलो गाइज अहिले चाहिँ हामी छतडाँडा माथि गएर फर्किहाल्यौँ अब एकजना दाइ चाहिँ अगाडि जानु भइसक्यो मेरो पछाडि क्यामेराम्यान सूर्यबहादुर रुम्बा हुनुहुन्छ त्यस पछाडि खोइ देखाइदिनु त त्यसपछि हाम्रो भाइ अनि त्यसपछि पछाडि अर्को एउटा छाप्पे छ त्यो झ्याते अब पुरा त्यसको होइन त्यसको कुरै नगर है ल अब हामी यसपछि चाहिँ खै अब यसपछि हामी बुद्धहरूको गुफामा घुम्छौँ त्यसपछि हामी गर्नु होला ल कस्तो लाग्यो त हामी माथि छाते डाँडा घुमेर आयौँ ल सुरे भाइ एउटा जाओस् यता फर्क्यौँ नि यार त्यहीँ बस न त्यहीँ बस हो ल लाग सुनिल भाइ हाम्रो सुनिल भाइ छन् अगाडि दाइ हुनुहुन्छ गाइज ल अहिले तल हो भन्ज्याङ आइपुग्यौँ अब यहाँबाट चाहिँ हामी घरतिरको यात्रा सुरु गर्छौँ फेरि पनि